ल नानीहरु आज हाम्रो कुन पाठ छ? कविता। कविताको कुनै शीर्षक दिएको छ? हैन। अनि यहाँ कविताको यतापट्टि यो पाठको यतापट्टि के दिएको छ त? दुईजना बच्चाहरूको बालबालिकाहरूको के दिएको छ? चित्र दिएको छ। अनि यिनीहरूले के बोकेका छन्? नेपालको राष्ट्रिय झण्डा। हामीले सबैभन्दा पहिला चाहिँ देशलाई के गर्नुपर्छ? माया गर्नुपर्छ हुँदैन? हामी भाइ बहिनीहरूले पनि शिक्षक शिक्षिकाहरूले पनि। अनि यहाँ तलतिर फेरि अर्को पनि चित्र दिएको छ। आमाले आफ्नो बच्चालाई साह्रै माया गर्नुभएको छ हैन? बच्चाले पनि आफ्नो आमालाई असाध्यै के गरेको छ? माया गरेको छ। त्यसैले छातीमा टाँसिएको छ हैन आफ्नो आमाको। ल सबैभन्दा पहिला तिमीलाई राम्रोसँग पढ्न आएको छैन होला। पहिला चाहिँ म तिमीलाई के गर्न लगाउँछु? भन्न लगाउँछु हैन? सबैभन्दा पहिला म भन्छु, त्यसपछि मैले भनिसकेपछि तिमीले मलाई फलो गरेर के गर्नु पर्छ त? भन्नु पर्छ। ल कोही सबैजना बोलेको? ल त्यसो भएदेखि सुरु गरौँ है त। ल सबैले किताबमा हेर्ने ल। राष्ट्रिय पोशाकमा रम्छ हाम्रो बालाजोडी। हेरु हेरु लागिरहन्छ लाग्छ नजाऊ छोरी। नानी पनि आज बजार जान्छु भनेकी छ। टिकी गाजर शिरबन्दीमा चट्ट परेकी छन्। टिकी गाजर शिरबन्दीमा चट्ट परेकी छन्। गुन्यु चोली पटुकीमा राम्री पनि नानी। पन्जा पाउज लगाएर नाच्छिन् बढी ज्ञानी। पन्जा पाउज लगाएर राम्री बनी नानी। पन्जा पाउज लगाएर नाच्छिन् बढी ज्ञानी। पन्जा पाउज लगाएर नाच्छिन् बढी ज्ञानी। ल अब एकैचोटि भन्न सक्छौ तिमीहरू? ल एकैचोटि भन्नुभयो त। ल टिक्का सुन्ला कसैलाई हल्ला नहुने गरी। ल राष्ट्रिय पोशाकमा रम्छ हाम्रो बालाजोडी। Pau
त्यसो भएदेखि भोलि तिमीहरू सबैजनाले पढेर आउने ल।